को फेरि लाउनु मान्छे पनि कति आएको आइ गरेर एकछिन ब्रेक टाइममा पनि बस्न नदिने हो। नमस्ते हाकिम साहब। नमस्कार हजुर नमस्कार। यो लाइसेन्स रिन्यू गरेको 3 वर्ष भयो होइन? हजुर। यो के छ आएको छ कि छैन यसो हेरिदिनु पर्यो। 3 वर्ष भइसक्यो। पानीले पनि हेर्नु नि पानीले यस्तो बनाइदियो। बर्बाद भएछ त यहाँ त नम्बरै देखिन्न त। यसमा छ नम्बर त्यसमा त छैन। यसमा रहेछ ल हेरिदिनु त। नम्बर चाहिँ यसमा रहेछ हैन। ओहो तपाईको त अझै आइपुगेको छैन हौ। हो र? हो 3 वर्ष लामो समय भएछ तर अझै आइपुगेन हौ। त्यही त अब आउनु पर्ने अहिलेको सरकार आयो होला तर यहाँ देखाएन हैन। हजुर। तपाईँ एकचोटि उता त्यो 420 नम्बर सटर त अहिले डोजर आन्दै बालुनले हैन। त्यहाँ मैले हेरेँ थिएँ मैले पनि 400 सबै डोजर हानेर खतम छ। त्यहाँ खतम छ। तपाईँ त्यो 420 नम्बर कोठामा जानु हैन। एकजना दाइ हुनुहुन्छ उहाँलाई भेट्नु त त्यहाँ फेरि 420 कोठा फेरि 420 नै हो। त्यो सटर पहिला सटर थियो त्यो सटर भत्कियो अहिले कोठा हो के 420। फोन गर्दिन है त त्यसो ल ल म फोन गर्दिहालेँ ल। कति 420 भन्नुभयो कोठा नम्बर 420 कोठा नम्बर। ल दाजु त्यहाँ एकजना भाइ आउँदै हुनुहुन्छ त्यहाँ उहाँको लाइसेन्स आएर चाहिँ यसो मिलाएर गरिदिनु त के रहेछ कस्तो यो कोठा पनि यार 420 नै भन्नुहुन्छ यार के हो यार काम पनि हो कि हैन।